टुरिस्टहरु भटाभट मजाले आउन थाल्यो। कडा कुनको मन पर्छ भने लु अहिले हेर्नु पर्यो माथि छ सबैलाई। अब चाहिँ सनराइजको लागि टाइम हुन आँट्यो। टुरिस्टहरु सबै वेटिङ गरिरहेको छ। जाँदैछु केटासँग पर देख्न सक्नुहुन्छ। सनराइज चाहिँ हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन। यहाँ हेर्नु सक्नुहुन्छ सनराइजको लागि वेटिङमा छ सबै। तल चाहिँ बादल निक्ल्यो सुन निक्लिन आँट्यो मान्छेको भिड हेर्नु सक्नुहुन्छ टाइगर हिलमा। कञ्चनजङ्घा चाहिँ निक्लिँदैन त्यो चाहिँ थाहा छैन। सूरज भगवान चाहिँ आधी निक्लिसक्यो यति नै होला यहाँदेखि निक्लिँदैन। सनराइज पनि भएको थियो तर निभिहाल्यो। चिया यहाँ चिसो के को छ त हाम्रो दिदीहरू यहाँ हेर्नु यस्तो जाडोमा आएर चिया बेच्छ दुःख। अब कफीले त निन्द्राले छोड्छ त। कफी खानु अरे के जाडोमा चाहिँ दा के खानु ल्याउ टी टाइम। यहाँ बाजाडे बाडा हुँदैछ। सनराइज चाहिँ छैन आज कञ्चनजङ्घा पनि छैन तर टुरिस्टहरू चाहिँ पुरै आसमा बसिरहेको थियो। आज चाहिँ धेरै दिन भयो सनराइज नभएको। आज चाहिँ यति भारी निक्ल्यो सन्तोष। मौसम क्या क्लियरिटी राम्रो क्या ब्युटिफुल देखिरहेछ है होइन। फाइनल्ली सनराइज भयो। त्यत्रो बेर वेट गरे सबैले र आखिरीमा सूर्य भगवान निक्लियो र सबैजना टुरिस्टहरू खुसी भइन् र आफ्नो आफ्नो फोनहरू निकालेर त्यो यति सुन्दर भ्यू देखिरहेको थियो। त्यसैले चाहिँ सबैजना त्यो सुन्दरताको लागि क्याप्चर गर्नु लागि आफ्नो फोन निकालेर त्यसमा लागिरहेका छन् र म पनि त्यसतर्फ लागेँ। तपाईँलाई के कस्तो लाग्छ भन्नु। अभी हम लोग जा रहे हैं वापस। सनराइज हो गया है और कंचनजंगा नहीं दिखा दिया। क्लाउडी है पूरा। क्लाउडी है ना सर। राइज हुआ सनराइज हुआ लेकिन जो दिखना था वो नहीं दिखा। वो नहीं दिखा। नेक्स्ट टाइम बैड लक। किसी किसी को तो कुछ भी वो सनराइज भी नहीं दिखाई दिया। आगे पूरा बात नहीं कर दिया। तो आप लोग को जो दिखा है उतना ही है और जिस दिन क्लियरिटी होगा उस दिन दिखाऊंगा आप लोगों को और बने रहो टाइगर हिल। यति भन्दै तपाईँहरू बिदा राख्दै कस्तो के लाग्छ भिडियो लाइक शेयर कमेन्ट गर्नु